स्थानीय आन्दोलित भएपछि प्रतिनिधि सभा सदस्य एक्सनमा। कञ्चनपुरको भीमदत्त नगरपालिका 9 खल्ला मुसेटी र टुणीखेलका स्थानीयहरू विद्युत र बाटोको समस्या लिएर आन्दोलित भएपछि कञ्चनपुर 3बाट सत्ताधारी पार्टीका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिंह महता एक्सनमा आएका छन्। उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, पटक पटक म्याद थप गर्दा पनि काम नगर्ने ठेकेदार, गाली खाने हामी, कसको पालामा किन पटक पटक म्याद थप गरियो, यसको जवाब विगतकाले दिनुपर्छ। मलाई गाली गर्दा र मेरा विरुद्ध नारा जुलुस लगाउँदा खल्ला मुसेटीको विकास हुन्छ भने फेरि पनि गाली खान तयार छु, तर सोझा साझा जनतालाई उस्काएर राजनीतिक रोटी सेक्ने काम बन्द गरौँ। म चाँडै कञ्चनपुर 3 आउँदैछु। कञ्चनपुर 3का जनताले म माथि गरेको विश्वास कहिले डगमगाउन दिने छैन। यो ठेक्का 2078 साल असार 28 गते सम्झौता भएको थियो। यसलाई पहिलो पटक सम्पन्न गर्नुपर्ने मिति 2080 7 महिना 28 गते थियो। अहिले अन्तिम पटक 4 चोटि म्याद थप गरेर 2083 भाद्र 25 गते सम्पन्न गर्नुपर्ने थियो। यसमा करिब 35% भौतिक प्रगति भएको छ भने करिब 26% बढी वित्तीय प्रगति भएको बताइन्छ। यो काम 15 किलोमिटर बाटोको ट्र्याक खोल्ने थियो, तर यतिका वर्षसम्म 15 किलोमिटर बाटोको ट्र्याक समेत खुलिसकेको अवस्था छैन। यसले गर्दा भीमदत्त नौका स्थानीयहरूलाई पटक पटक पीडा भइरहेको छ। प्रत्येक बर्खामा बाटोको समस्या र विद्युतको समस्या झेल्नु परिरहेको छ। निर्माण व्यवसायी लेख्छन्, माननीय ज्यू, यति समय निर्माण व्यवसायीका कारण होइन, सबै कुराको विवरण बुझ्नुहोला। जिल्ला वन कार्यालयले सडक क्षेत्रमा परेका रुखहरू कटानी आदेश किन कति ढिलो दिएको भनेर म्याद थप गर्दा व्यवसायीलाई कति आर्थिक भार खेप्नु परेको होला।